वेलकम टु ब्याक टु माई च्यानल होइन सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अहिले चाहिँ म आफ्नो घरतिर जान लागेको छु। मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब नभुलेरै गरिदिनु होला सबैजनाले। अब तिहार पनि आउनु लाग्यो, सबैलाई तिहारको शुभकामना भन्न चाहन्छु र म तपाईँहरूलाई हाम्रो घरको मखमली फुल देखाउन गइरहेको छु। फुल यस्तो छ, फुल यस्तै हो, पहाडको ठाउँ यस्तै हो हैन। अहिले चाहिँ मेरो गोठतिर आएको हुँ। यो चाहिँ मखमली फुल अनि यो करेला खाने करेला हो गाइज। हाम्रो चाहिँ त्यो वन, गाउँको वन हो। पहाड हेर्नुस्। अनि त्यहाँ चाहिँ यो चाहिँ हामीले हेर्नु तपाईहरुलाई फुल देखाइरहेको छु। लेकाली बाख्रा पालन फर्म तपाईहरुलाई एउटा मैले बाख्रा पालन देखाउन गइरहेको छु। सबजनाले हेरिदिनु होला। यहाँ सबजना आउनु होला। फोन नम्बर सहित सब दिनेछु मैले। तपाईहरुलाई लेकाली बाख्रा पालन तथा फलफुल नर्सरी फर्मको केही बारेमा मैले बाख्रा पालन हो त्यो बाख्रा पालनमा केही गर्नुभएको लगानीहरू यताउति सोध्नेछु भेटिएपछि साउ। ल मैले चाहिँ तपाईहरुलाई लेकाली बाख्रा पालनका बाख्राहरू सब देखाउने छु। 100% बोका, सिरोही बोका सब बोका देखाउन गइरहेको छु। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला नभुलेरै। यो भिडियो पहिलोचोटि हाल्दै छु मैले गाइज हैन। सबजनाले राम्रोसँग हेरिदिनु होला मेरो भिडियो। पहिलोचोटि हो मैले युट्युबमा हालेको। सबजनाले साथ सपोर्ट गरेर मेरो भ्लगलाई अगाडि बढाइदिनु होला। सञ्जीव भ्लग भनेर हानिदिनु होला। आज मैले पहिलोचोटि भ्लग हाल्दैछु। ठिक भए पनि नभए पनि राम्रोसँग हेरिदिनु होला। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबजना नभुलेर। म तपाईहरुलाई लेकाली बाख्रा पालनको फलफुल तथा तरकारी फलफुल तथा नर्सरी फर्मको एउटा तपाईहरुलाई मैले बाख्रा पालनका पाठापाठी सब सिरोही 100% का बोका बाँकी बोयर बाख्रा पालन सब देखाउने छु। हेर्नुहोस् यिनी चाहिँ सिरोही हुन्। सिरोही बोकाहरू सिरोही। यो चाहिँ सिरोही बोका इन्डियादेखि हो। यो नेपालमा पाइँदैन, इन्डियादेखि ल्याएको हो। अनि चाहिँ मैले तपाईहरुलाई 100% को बोका, 100% को बोका अस्ट्रेलियादेखि ल्याएको बोका हो यो। अनि यहाँ चाहिँ नमुना बाख्रा पालन तथा सभान जिनामाङ रोल्पा 3 हो हैन। यस्तै हो। हेर्नुहोस् यहाँको सिरोही बोका बाख्राहरू यो सिरोही हो। यो चाहिँ 100% को बोका बाख्रा पाठीहरू यहाँको 100% हो। यो खोरकोभरि 100% को सब पाठापाठी सब देखाउन गइरहेको छु। अनि पाठा तपाईको यिनी बोयर हो। त्यहाँ अनि 100% को यिनी 75-60 का बाख्रा हुन्। अनि हेर्नुहोस् 100% भन्ने कसरी चिनिँदैछ भने यसको भुरी भाइ र कपास हेर्नुहोस्। 100% भनेको यसरी चिनिन्छ। हेर्नुहोस् अस्ट्रेलियादेखि ल्याएको यो चाहिँ सानान बाख्रा हुन्। यिनी पनि सिरोही भन्ने गरिन्छ। यिनी इन्डियादेखि यता नेपालमा पाइँदैन, इन्डियादेखि ल्याएको हो। अनि यो पनि 100% को बोका हो गाइज। 100% को हो। यसलाई चाहिँ 3 लाख जति पर्छ। सबै 3 लाख 4 लाख 100% को बोकालाई। यिनी सिरोही हो। त्यो भन्छु गाइज। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले यस्तै भ्लग हाल्नेछु। ल आजलाई यति नै मैले यति भन्छु। मेरो लाइक कमेन्ट सेयर सबजनाले गरिदिनु होला। मैले चाहिँ अहिले बाख्रा फर्मको केही भिडियोहरू हालिदिएको छु युट्युबमा। सबजनाले नभुलेर हेरिदिनु होला। धन्यवाद।